सुनिताले ठूलै चेतावनी दिएपछि बालेन आक्रोशित। यी दुई अनुहारलाई राम्रोसँग हेर्नुहोस्। यी दुई मध्ये तपाईलाई देशभक्त को लाग्छ? बालेन्द्र शाह उर्फ बालेन स्वतन्त्रबाट काठमाडौँ महानगरपालिकाको कुर्सीमा पुगेका व्यक्ति। सुनिता डंगोल एमालेबाट लोकप्रियताका साथ उपमेयरको कुर्सीमा पुगेकी एक शक्तिशाली नारी। डंगोललाई 2084 पछि मेयरको रूपमा समेत हेर्न थालिएको छ भने बालेनलाई प्रधानमन्त्रीको रूपमा हेर्न थालिएको छ। तर पछिल्लो समय बालेन र डंगोल बीच भिडन्त हुन थालेको छ। बालेनले रवैया देखाएको भन्दै सुनिताले असन्तुष्टि जनाइरहेकी छिन्। बालेनले छानबिन समितिको प्रतिवेदन लुकाएको सुनिताको आरोप छ। काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि छानबिन गर्न गठन गरेको समितिले म्याद गुजिँदा पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन। मेयर शाहले भने अर्को प्रशासकीय अधिकृत नपठाएर सरकारले महानगरलाई असहयोग गरेको गुनासो गर्दै आएका छन्। उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत स्ट्याटस लेखिरहेका छन्। प्रशासकीय अधिकृत नपठाएको भन्दै बालेनले ओली विरुद्ध कडा स्ट्याटस लेख्न थालेपछि सुनिता आक्रोशित बनेकी हुन्। यसमा गल्ती केन्द्र सरकारको नभई बालेनको भएको सुनिताको दाबी छ। उपमेयर सुनिताले भनिन्, दिएको समयमा छानबिन समितिले प्रतिवेदन बुझाएको छैन। प्रतिवेदन लुकाएर राख्ने अनि दोष अन्ततिर लगाएर उम्किने भन्ने कुरा त्यति उचित हो जस्तो लाग्दैन। आफ्नो गल्तीबाट नउम्किन उपमेयर सुनिताले बालेनलाई चेतावनी समेत दिएकी छन्। यता आफ्नो विरुद्धमा उपमेयर लागेपछि बालेन भने निकै आक्रोशित बनेका छन्। सोमबार मात्रै बालेनले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै लामो स्ट्याटस लेखेका छन्।